यो नेपाली 1000 रुपियाँको नोट हो जसको डाइमेन्सन 17 सेन्टिमिटर बाई 7 सेन्टिमिटर बाई 0.01 सेन्टिमिटर थिकनेस हो। लास्ट इयर नेपालीको एभरेज इन्कम, नेपालीको पर क्यापिटा इन्कम यति थियो। लास्ट चोटि केपी ओली प्रधानमन्त्री हुँदा उनको मन्थली इन्कम 94,000 थियो र उनको इयरली इन्कम यति हुन्थ्यो। र यदि मेरो हाइट जतिकै 1000 रुपियाँको नोट राख्ने हो भने यतिसम्म 1 करोड रुपियाँ हुन्छ। 1 करोड मेरो साइडमा छ। काठमाडौँको प्राइम लोकेसनमा एउटा 2.5 तलाको घरको प्राइस 10 देखि 12 करोड आउँछ र 1000 रुपियाँको बिललाई स्ट्याक गर्दा यसको प्राइस पनि यति नै हुन्छ। र धरहरा जसको हाइट 72 मिटर छ त्यतिकै पैसा राख्ने भने यो लगभग 50 करोड हुन्छ। र नेपालका सबैभन्दा धनी विनोद चौधरीको सम्पत्तिको स्ट्याक लाउने हो भने यो सगरमाथा भन्दा पनि अग्लो हुन्छ। सो आखिर नेपाली कति धनी छन् त? फरक इन्कम अनुसार हामी कस्तो सुविधा पाउँछौँ र यो सबैले नेपालको इन्कम इनइक्वालिटीको बारेमा के भन्छ त? केही समय अघि हामी सोफाको खोजीमा थियौँ, तर सोफा सो अफको लागि होइन, सुटको लागि, आइडियाजहरू सोच्नको लागि र घन्टौँसम्म त्यहाँ बसेर आनन्दले काम गर्नको लागि। र त्यो हामीले पायौँ इनबिल्ड डेकर्समा। सलिड क्वालिटी, ब्युटिफुल फिनिसिङ, प्रिमियम लुक र प्राइस द्याट एक्चुली मेड सेन्स। सो इफ तपाईँ पनि सोफाको खोजीमा हुनुहुन्छ भने डु चेक आउट इनबिल्ड डेकर्स। नेपालीहरू कति धनी छन् र के अफोर्ड गर्न सक्छन्, यसको लागि हामी 3वटा परिवार हेरौँ। पहिलो परिवार जसको मन्थली इन्कम 15 देखि 20,000 छ। यो 20,000मा सबैभन्दा अगाडि घर बस्ने भाडा नै जाने भयो 5,000 रुपियाँ। बस्नको लागि एउटा सानो रुम छ, त्यही रुममै किचन पनि छ। यो बजेटमा प्राइभेट टोयलेट भन्ने हुँदैन, त्यसैले अरू छिमेकीसँग टोयलेट पनि सेयर गर्ने पर्यो। बाँकी 8,000 रुपियाँ खानाको लागि, दाल भात र सिजनल तरकारी, न्युट्रिएन्ट र ब्यालेन्स डाइट यो बजेटमा पुर्याउन गाह्रो नै छ। कहिलेकाहीँ आकल झुकल मासु पनि हुन्छ होला। यति बजेटमा 1 बोरा चामल किन्ने अथवा अरू खानेकुरा स्टक राख्न अलि सम्भव हुँदैन। सो सानो सानो क्वान्टिटीमा 1 किलो 2 किलो गरेर नै खानेकुराहरू किन्नुपर्ने हुन्छ। यदि बच्चाहरू छन् भने गभर्मेन्ट स्कुलमा पढाउने अथवा अरू कुनै सस्तो स्कुलमा पढाउने बाहेक अरू अप्सन हुँदैन। तर यसमा पनि फिस, युनिफर्म, कपी, पेन्सिल आदिमा 1500 रुपियाँ गइहाल्छ। बाँकी अरू पानी, बत्ती, सानोतिनो खर्चमा 1000 रुपियाँ। यो बाहेक अरू कुनै ठुलो खर्च गर्नु पर्यो भने, मेडिकल इमर्जेन्सी भयो भने ठुलो अप्ठ्यारो पनि पर्छ। त्यस्तै यात्रा गर्नको लागि आफ्नो साधन भएन, सायद एउटा साइकल चाहिँ हुनसक्छ। अर्को महँगो फोन हुने कुरा भएन, एउटा लोवर प्राइस रेन्जको स्मार्टफोन अथवा सिम्पल फोन हुनसक्छ। त्यस्तै लुगा पनि सधैँ किन्न सम्भव नहोला, वर्ष दिनमा केही लुगा त जोडिएला। यति थोरै इन्कममा सेभिङ्स हुने कुरा नै भएन। त्यस्तै अर्को फ्यामिली छ जसको मन्थली इन्कम 60,000 आसपास छ। हामीले हाम्रो भ्युअर्सहरूलाई तपाईँको इन्कम कति छ भनेर गुगल फर्म दिँदै गर्दा एभरेज आएको रकम पनि यति नै हो। यसमा 20,000 रुपियाँ रेन्टमा गयो। एउटा बेसिक फ्ल्याट, किचन, लिभिङ रुम, बेडरुम र सायद यसमा चाहिँ एउटा प्राइभेट टोयलेट पनि। खानामा रेगुलर दाल भात तरकारी, सायद हप्ताको 1-2 चोटि मासु, दुध, अन्डा र फलफुल पनि। खानामा पनि 17-18,000 रुपियाँ खर्च भयो। हाम्रो समाजमा यति इन्कम भएपछि प्राय बच्चाहरूलाई प्राइभेट स्कुलमा नै राख्ने चलन छ। सो बच्चाको पढाइको फिस र अरू खर्च गरेर 10,000 रुपियाँ। इन्टरनेट, बत्ती, पानी, कम्युनिकेसन गरेर 4,000 रुपियाँ। यात्राको लागि एउटा बाइक या स्कुटर, मिड रेन्ज प्राइसको एउटा स्मार्टफोन पनि, सायद इएमआईमा ल्यापटप पनि होला। कहिलेकाहीँ बाहिर गएर केही खाउँ भन्न पनि सम्भव होला। सिजन अनुसार र आवश्यकता अनुसार केही कपडाको सपिङ पनि, र सायद वर्षको 1-2 चोटि कतै घुम्न जान पनि सकिएला। यो सबै गरेर एन्डमा सेभिङ्स त थोरै नै हुने हो। यो फ्यामिली फाइनेन्सियली स्टेबल छ तर सेक्योर चाहिँ होइन। त्यस्तै तेस्रो फ्यामिली जसको इन्कम 1.5 लाख रुपियाँ छ, 40-50 हजार रुपियाँको एउटा अपार्टमेन्ट अथवा लग्जरियस फ्ल्याट, धेरैवटा रुमहरू र डिसेन्ट साइज,
खानामा खासै कम्प्रोमाइज हुँदैन। दुध, मासु, खानेकुरा अरूमा समस्या छैन। यसमा 25 देखि 30,000 खर्च भयो। बच्चाको स्कुलको लागि एउटा राम्रो प्राइभेट स्कुल, उसको फिस, एक्टिभिटी, ट्रान्सपोर्ट गरेर 20-25 हजार। इन्टरनेट, पानी, बत्ती 6,000। यात्राको लागि एउटा स्कुटर वा बाइक अथवा इएमआईमा लिएको एउटा कार पनि। यो इन्कम रेन्जमा रेगुलरली बाहिर खाना जान पनि मिल्यो, क्याफे, रेस्टुरेन्ट, बर्थडेहरूमा पनि। त्यस्तै कुनै फ्ल्यागसिप फोन, राम्रो ल्यापटप, घुम्नको लागि देशभित्र मात्र होइन, कहिलेकाहीँ विदेश पनि सम्भव भयो। यो इन्कम रेन्ज नेपालको एउटा कम्फर्टेबल मिडल क्लास हो। तर यो त स्यालेरीमा काम गर्ने मिडल क्लासको स्टोरी भयो। र नेपालको टप रिचेस्टको लाइफ अर्कै छ। मल्टिपल बिजनेसेस, होटेल, फ्याक्ट्री, कन्स्ट्रक्सन, ट्रेडिङ, धेरैवटा घर, धेरैवटा लग्जरी। केही मेडिकल इमर्जेन्सी परोस् सजिलै विदेशमा उपचार गर्न मिल्यो। लग्जरी र कम्फर्ट सँगसँगै कसरी बिजनेसलाई स्केल गर्ने, कसरी ठुलो पैसा कमाउने त्यतातिर ध्यान हुन्छ। अक्सफ्याम इन्टरनेसनलको एउटा रिपोर्ट अनुसार नेपालको रिचेस्ट 1%ले नेपालको पोरेस्ट हाफभन्दा, पोरेस्ट 50% भन्दा 519 गुणा धेरै वेल्थ ओन गर्छ, जसको अर्थ हो नेपालमा इन्कम इनइक्वालिटी बढेको छ। यो भिडियोमा हामीले भनेको नम्बरहरू तलमाथि हुनसक्छ। मान्छेको इच्छा अनुसार र आवश्यकता अनुसार यो नम्बर त फरक परिहाल्छ। त्यस्तै यदि कसैको आफ्नै घर छ अथवा रेन्टमा धेरै खर्च गर्नु पर्दैन भने यसले पनि यो क्यालकुलेसन फरक हुन्छ। तर भन्न खोजेको एसेन्स चाहिँ चेन्ज हुँदैन। नेपालीको एभरेज लिभिङ स्टाइल बढेको छ, जिडिपी बढेको छ, रेमिटेन्स बढेको छ। तर यो सँगसँगै इन्कम इनइक्वालिटी पनि बढेको छ। इनइक्वालिटी नाप्ने सबैभन्दा कमन तरिका भनेको जिनी कोफिसियन्ट हो अथवा जिनी इन्डेक्स हो, जुन इटालियन स्ट्याटिसियन कोराडो जिनीले डेभलप गरेका थिए, जसमा इनइक्वालिटीलाई 0 देखि 1 को स्केलमा नापिन्छ, जहाँ धेरै नम्बर हुनु भनेको धेरै इनइक्वालिटी हुनु हो। मतलब यदि 0 छ भने पर्फेक्ट इक्वालिटी हो, जहाँ सबैको बराबर इन्कम छ। पर्फेक्ट 1 भनेको पर्फेक्ट इनइक्वालिटी हो, जहाँ एउटा मान्छेले मात्रै सबै इन्कम जेनेरेट गरिरहेको छ, अरू सबैले केही पनि पाइरहेका छैनन्। सो कम्पेरिटिभली जिनी कोफिसियन्ट धेरै हुनुभन्दा थोरै भएको नै राम्रै हो, किनकि इन्कम धेरै भए पनि लिभिङ स्ट्यान्डर्ड त्यही अनुसारको हाई हुनसक्छ। जस्तै सिङ्गापुर, जहाँको एभरेज इन्कम त हाई छ, वर्ल्डसँग कम्पेयर गर्दा इन्कम धेरै देखिन्छ, तर त्यहाँको लिभिङ स्ट्यान्डर्ड धान्न सकिँदैन, त्यसैले त्यहाँ रिलेटिभ पोभर्टी छ। Singapore is the most expensive city to live in for 5 years in a row. नेपालको केसमा 2010-11 मा नेपालको जिनी कोफिसियन्ट संसारमै सबैभन्दा धेरै मध्ये 0.49 थियो र 2019 मा त यो 0.58 सम्म पुगेको थियो। यसमा नेपाल लिभिङ स्ट्यान्डर्ड सर्वेको डेटा भने अलिकति फरक छ। यसलाई 100 को स्केलमा लग्दा 1995-96 मा नेपालको पहिलो लिभिङ स्ट्यान्डर्ड सर्वे हुँदा नेपालको जिनी कोएफिसियन्ट 32.2 थियो। 2003-04 मा यो 41.4 पुग्यो। 2010-11 मा 32.8 र 22-23 मा यो 30 छ। यो हिसाबले डेटा अनुसार नेपालमा इन्कम इनइक्वालिटी बढेर अहिले घट्दो क्रममा छ जस्तो देखिन्छ, जुन केही हिसाबमा हुन पनि सक्छ। तर वर्ल्ड ब्याङ्कले यही डेटालाई इन्टरप्रेट गर्दै भनेको छ रेमिटेन्सको कारणले कन्जम्सन बढेको छ र यो इनइक्वालिटी धेरै भए पनि थोरै देखिँदैछ, एटलिस्ट डेटामा। किनकि रेमिटेन्स आएसँगै हाम्रो कन्जम्सन गर्न सक्ने क्यापेसिटी बढ्यो, तर त्यो सस्टेनेबल वेल्थ बन्यो कि बनेन त्यो छुट्टै प्रसङ्ग हो। र नेपालमा इनइक्वालिटी बढ्दो छ भनेर अरू धेरैवटा डेटाले पनि देखाउँछ। जस्तै 1995 मा नेपालको पहिलो लिभिङ स्ट्यान्डर्ड सर्वेमा नेपालको पोरेस्ट 20%ले 5.6% वेल्थ मात्र होल्ड गर्थ्यो, जबकि रिचेस्ट 20%ले 50% वेल्थ होल्ड गर्थ्यो। र नेपालको रिसेन्ट सर्वे अनुसार रिचेस्ट 20%ले अहिले 56% वेल्थ होल्ड गर्दैछ, जबकि बटम 40% को टोटल वेल्थ 10% पनि छैन। लिभिङ स्ट्यान्डर्ड सर्वेको अनुसार नेपालको कुन कुन प्रदेशमा पोभर्टीको केसेसहरू धेरै छ भन्दा लुम्बिनी र मधेसमा मात्र 50% केसेसहरू छन्। त्यस्तै इन्कम बाई इम्प्लोइमेन्ट सोर्स अथवा कुन कुन ठाउँबाट इन्कम हुँदैछ भन्ने डेटा हेऱ्यो भने पनि एउटा इन्ट्रेस्टिङ कुरा देखिन्छ। नेपाललाई इन्कमको आधारमा 5वटा क्याटेगोरीमा बाँड्ने हो भने नेपालको वेल्दिएस्ट ग्रुपले वेजेस र एग्रिकल्चरमा मात्र डिपेन्डेन्ट छैन, नन एग्री इन्टरप्राइजेसबाट पनि 15.8% इन्कम जेनेरेट गर्दैछ, जबकि पोरेस्ट ग्रुपले नन एग्री इन्टरप्राइजेसबाट 5.7% मात्र इन्कम जेनेरेट गर्दैछ। त्यस्तै एसेट र रेन्ट, जग्गा जमिन र भाडामा लगाएर 3.7% इन्कम वेल्दिएस्ट क्लासले जेनेरेट गर्दैछ, जबकि पुरेस्ट ग्रुपले जम्मा 0.2% यसरी इन्कम जेनेरेट गर्दैछ।
थोरै इन्कम हुने लोएस्ट 60% को 1% इन्कम पनि एसेट र रेन्टबाट आउँदैन। नेपाल कृषि प्रधान देश हो भनेर हामीले स्कुलमा वर्षौँ पढ्यौँ, तर किसानले आफ्नो जीविका कसरी धान्दैछन् त? किनकि नेपालको पुरेस्ट ग्रुपको सबैभन्दा ठुलो इन्कम सोर्स नै एग्रिकल्चर छ र किसानले दुःख गरे पनि सबै प्रफिट बिचौलियाहरूले खाइहाल्छन्। त्यस्तै रिसेन्ट लिभिङ स्ट्यान्डर्ड सर्वेकी अनुसार 29.5% एग्रिकल्चरल हाउस होल्डले 0.1 हेक्टर जमिनभन्दा कम ओन गर्छन्। 27.6%ले 0.1 देखि 0.25 हेक्टरसम्म जमिन ओन गर्छन् र नेपालको 3% पपुलेसनले 2 हेक्टरभन्दा धेरै जमिन कन्ट्रोल गर्छ। सो एक हिसाबले जग्गा जमिनहरू सर्टेन पपुलेसनकोमा कन्सन्ट्रेटेड हुँदैछ। र अझै इन्ट्रेस्टिङ त एग्रिकल्चरको लागि रेन्टेड ल्यान्डको नम्बर पनि बढेको छ। जस्तै 1995-96 मा रेन्टेड ल्यान्डमा एग्रिकल्चरको लागि जम्मा 4.8% जमिन थियो, जबकि 2022-23 मा यो 18.4% भएको छ। सो किसानसँग आफ्नो जग्गा जमिन छैन र भएको पनि रेन्टमा लिएर गर्नु परिरहेको छ र त्यसबाट इन्कम जेनेरेट गरे पनि मेजोरिटी बिचौलियाले लिँदैछ। 2022-23 के डेटा अनुसार पोरेस्ट 20% हाउस होल्डको 56.84% बजेट फुडमा जान्छ, जबकि रिचेस्ट 20% को 32.86% मात्रै फुडमा जाने हो। अझै काठमाडौँ भ्यालीको टप 20% इन्कम अर्नरहरूको त 28% मात्रै फुडमा बजेट एलोकेसन हुँदैछ। मतलब फुडमा इन्फ्लेसन बढेको छ, खाना महँगो भएको छ र पोरेस्ट क्लासले आफ्नो इन्कमको मेजोरिटी खानामा नै खर्च गर्नु परिरहेको छ, जबकि वेल्दी क्लासले खाना बाहेक पनि अरू ठाउँमा आफ्नो इन्कमलाई इन्भेस्ट गर्न मिल्यो, अरू इन्कम जेनेरेटिङ एक्टिभिटीमा ध्यान दिन मिल्यो। यो भिडियो मार्फत हामी इनइक्वालिटी बढेको छ, धनीहरू चोर हुन्, धनीहरू फटाउन् भन्न खोजेको होइन। इनइक्वालिटी बढेको छ, लिभिङ स्ट्यान्डर्ड पनि बढेको छ, त्यस्तै इन्फ्लेसन पनि बढेको छ र प्राइभेट सेक्टर बढ्दै गर्दा, धेरै रोजगारी बढ्दै गर्दा त्यो राम्रो कुरा नै हो। नेपालमा धेरै थोरै बिजनेसहरू हुँदै गर्दा त्यो राम्रो कुरा नै हो। तर एट द सेम टाइम सिस्टमिक तरिकाले नै माथिबाट नै सिस्टम यसरी डिजाइन हुनु भएन कि वेल्दी मात्रै वेल्दी भइराख्ने र गरिब अझै गरिब भइराख्ने, त्यो चाहिँ हुनु भएन र त्यसको बारेमा चाहिँ छलफल र विचार गर्ने बेला भएको नै हो। यसको बारेमा तपाईँलाई के लाग्छ हामीलाई कमेन्ट सेक्सनमा भन्नुहोला। आजको लागि यति नै। थ्याङ्क यू सो मच फर वाचिङ। आई एम दिपेश एन्ड दिस इज द नेपाली कमेन्ट।